हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। आज चाहिँ म कोइरालको फुलको अचार बनाउँदैछु कि अनि यो फुलको बारेमा चाहिँ कसलाई थाहा छ। पहाडतिर चाहिँ यो एकदमै पाइन्छ। अहिले चैत वैशाखको महिनामा चाहिँ यो फुल एकदम फुलेको हुन्छ कि अनि अरू बेलामा चाहिँ यसको घाँस काटेर गाई भैँसीहरूलाई दिने गरिन्छ पहाडतिर चाहिँ। अनि आज चाहिँ म यसैको अचार बनाउन लागिरहेको छु। मैले चाहिँ यो बजारबाट किनेर ल्याएको थिएँ कि अनि यसलाई चाहिँ सुरुमा राम्रोसँग बनाउनु पर्छ। यसलाई बनाएर अनि उमाल्न थालेँ। अनि यो उम्लेपछि चाहिँ यसलाई राम्रोसँग यसको पानी निथोरेर एउटा परातमा राखेँ। अनि त्यसपछि प्याज मसिनो गरेर काटेँ अनि रातो हरियो खुर्सानी लामो लामो गरेर काटेर राखेँ। अनि तिललाई मजाले भुटेँ। तिल रातो गरेर भुटेपछि रातो खुर्सानी तिल गरेर त्यसको धुलो बनाएर यसमाथि राखेँ। अनि यसलाई झान्न पऱ्यो। अब झान्नका लागि मैले तावा तताएर तावामा तेल राखेँ अनि थोरै मेथी फुराएँ। मेथी कालो भइसकेपछि चाहिँ मैले यसलाई झाने नुन बेसार पहिले नै राखिसकेको थिएँ। अमिलोको लागि चाहिँ मैले थोरै चुक हालेको छु कि अब जुनसुकै अमिलो पनि युज गर्न सकिन्छ। हजुरले कुन चाहिँ राख्नुहुन्छ, मैले चुक राखेको छु। अनि अब यसलाई मजाले मोल्न थालेँ। पनिर मोल्न थालेको खासै राम्रोसँग मोलिएन कि अनि मैले यसलाई चाहिँ हातले मोल्न थालेँ कि हातले मजाले केही बेर मोलेपछि यो चाहिँ रेडी भयो। अनि कसले यसको अचार खानुभएको छ, कसले खानुभएको छैन भने मलाई चाहिँ एकचोटि कमेन्ट गर्नु है। छ भने कमेन्ट गर्नु होला कि कस्तो लाग्छ भिडियो, तपाईँलाई कस्तो लाग्यो, हजुरको प्रतिक्रिया दिनु होला। अनि भिडियोलाई मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। भिडियोलाई हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद।